पछाडि यहाँ छ कि आँगन रेस्टुरेन्टमा आवाजै आउनु होला आउँछ इ रिक्साको धेरै आउँछ होला सम्झना बिर्सना यस्तै हो जीवन कतिको स्पिडमा छ यो 45 को स्पिडमा छ यदि तपाईँहरूलाई यातायातको लागि एकदम दुःख परेमा चाहिँ एकदम सम्पर्क गर्न सक्नुहुनेछ होइन सर हो कि एकदम सम्पर्कको लागि होम डेलिभरी गरिनेछ हो क्या होम डेलिभरीको चार्ज होइन जति बेला पनि हो जति बेला पनि 24 घण्टा भन्ने हो के छ त निशानतिर हाल्नु एकदम हावा खाइन्छ घाम खाइन्छ बसिए होइन रमाइलो छ त्यो बाहेक धेरै अरू केही पनि खान हुन्छ हाम्रो यात्रा जारी छ हाम्रो यात्रा जारी छ जारी छ भने मजाले इन्जोय गरेर आउनेवाला छौँ मजाले केही पनि बाँकी नराखिकन होइन पनि बाँकी नराखिकन तपाईँहरूलाई पनि हामीलाई भेट्न मन छ भने कृपया आँगनमा आइसियो अरे बबाल यस कति वर्ष भयो अरे हजुर चलाउनु लाग्यो 1.5 वर्ष हजुर त्यसमै बसेर केही गरौँ भन्ने विचारमा हुनुहुन्छ मजाले हो गरम भनेको के भइरहेको परिस्थितिले कहाँसम्म पुऱ्याउँछ हेर्दैछ भएछ भने हेर अझै विदेश पनि जाने प्लान त हो तर भर्खरै चाहिँ केही सोचेको छैन बाटो पिच बनाइदिनु उहाँ 14 चोकतिर त्यहीँबाट घुसाउने हो काङ्ग्रेस चोकबाट होइन काङ्ग्रेस चोकबाट जान भनेको तर त्यो बाटो नबनेको कारणले हामी गइन्छ यहाँबाट त्यो भले होटेल थिमबाट तेला डाँडाभन्दा अलि यता त्यो त पुरै पिच क्या लगभग पिच छ तर त्यहाँ पुगेपछि फेरि बाटो महामारी छ फेरि बाटो हरामी बनाएन र बनेको पिचै बाटो हो न त सबै फुटेर कि फुटेर घेन्द्राङ यो बाटो त ठिकै छ उहाँसम्म नर्को बाटो खराब छ कि हाम्रो काङ्ग्रेस चोक यहीँबाट घुस्नु अब काङ्ग्रेस चोकभन्दा हामी यतैबाट राइट लागिरहेका छौँ सर हरि सरको मिटर ड्राइभिङ छ हामी आयौँ घले होटेलको नजिकै हामी घले छ्याङ खान मन लाग्यो गाइज छ्याङ खान मन लाग्यो कृपया काङ्ग्रेस चोकमा उपस्थित हुनु होला फेमसै छ है फेमस छ लास्टै फेमस हो माया त फेरि औडै लाग्छ नि है औडै लाग्छ नि माया गरेर जन्मेको जस्तो लाग्छ हामी त माया गरेर जन्मेको भेटे जति देखे जति लाग्छ है डाँडा थियो पहिला है
है ए यहाँ समय गराइदियो यो एरिया पहिलाको बहुत चर्चित हो नि त 4 नम्बर यहाँ त हामी त जक्सन यो एरिया जक्सन हो हन्टिङ एरिया हो पहिला याद गर्नुभयो जक्सन तेलाको डाँडा तेलाको डाँडो मेरो हाडो मोदीहरूले काम गरे कि त्यसै बजाइदिन्छ सडक विभाग कर्मचारी घाँस काट्छन् त्यति नै हो उल्टी पुरे के हुन्थ्यो ड्याङ ड्याङ खनेर माटो हालेर यहाँ खाल्टाखुल्टी पुर्ने अनि के हुन्थ्यो है घाँस काटेर यस्तो छ हेर्नु वहीँसम्म यस्तै छ यार यस्तै चाहिँ हो ठ्याक्कै नौरियाबाट उता चाहिँ नि बल्ल अलि राम्रो छ बाटो त्यहाँ नौरिया पुग्दा हाम्रो गन्तव्य सकिन्छ तिम्रो माया अनुहार अनुहार यो अनुहारले गर्नु परेको छ है कतिलाई रिस भने कतिलाई माया पनि दिएको छ अरे आँगन रिसोर्टको नजिकै राइट हानिन्छ हामी बिस्तारै नहर पारि जाने जस्तै हो र त्यस्तो लाग्यो नहर पारि जाला मलाई पनि एक्सिडेन्ट भएर होला होइन घुम्टी त बहुत डर लाग्छ एकदम चलाउँदा त लाग्दैन हो त्यही त भने मैले नि अरू बाइकमा अटोमा जेमा पनि अरूसँग चाहिँ बस्दाखेरि बहुत डर लाग्छ कोही निदाइरहेको अवस्था रुखमा हालेको लाएर इभेन्ट छ अरे क्या ए जङ गरेको त्यही भएर